सक्छ ब्लड पनि खोज्दै गर्नु है। कहाँबाट ल्याउने र नर्स मैले ब्लड ब्याङ्कतिर पाउन सक्छ, खोज्नुहोस् न। चाँडो गर्नुहोस् है, नत्र पछि गाह्रो होला। अहिले तेरो सच्चाइ भन्दा प्रकाशजीको लागि ब्लड जरुरी छ। छाया, तँलाई त म पछि हेर्छु। होइन, यो छोरी ज्वाइँको क्याबिनमा गएको नि धेरै बेर भइसक्यो, आउँदिन त। अब कामै के छ र त्यसको? पहिला सधैँ हुँदाखेरि पनि कर 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 गर्थे, अब अहिले बिरामी हुँदाखेरि पनि शान्तले बसी खान नदिने भयो नि। कस्तो कुरा गर्नुभयो सम्धिनीज्यू? बिचारी मेरी छोरीमाथि यस्तो अवस्थामा के बितिरहेछ भनेर सोच्न सक्नुहुन्छ तपाईँ? के बित्नु त्यसलाई? सोक्न सुर्ता भोक्न भोकारी कि आइमाई। माने सम्धिनीज्यू तपाईँको सोचलाई। मेरी साक्षात् सीता जस्ती छोरीलाई तपाईँको हेर्ने नजर देखेर अचम्म लाग्यो मलाई। अचम्म त लागिहाल्छ नि, त्यस्तै कुलङ्गानीलाई झेलिराख्नु परेछ। धन्य भन्नुहोस् हामीलाई। कस्तो कुरा गर्नुभयो सम्धिनीज्यू? ए आइपुग्नु भयो तपाईँ? ल्याउनु भयो त पैसा? ए लिएर आएँ। ए खोइ त छोरी, तपाईँ जान साथ ज्वाइँलाई भेट्न गयो कि? हेर्नु न, अहिलेसम्म आँटी छैन भने। ए गएर ज्वाइँसँग रोएर बसे कि होली। मिना तिमी गएर सम्झाएर आऊ, म यो पैसा काउन्टरमा डिपोजिट गरेर आउँछु। हुन्छ, चाँडो डिपोजिट गरेर आउनुहोस्, फेरि ढिला भयो भने गाह्रो हुन्छ। ए ल ल, म गइहालेँ। अनि सम्धिनीज्यू के भन्दै हुनुहुन्थ्यो अरे तपाईँले? मामु छोरी के आरोप बनाएको यस्तो? कहाँ गएर आएको तिमी? यहाँ बस। उहाँलाई ब्लड चाहियो भनेर भन्नुभयो डाक्टर साहबले, त्यही भएर खोज्न भनेर गयो कि सारा खोजे कुनै पनि ब्लड ब्याङ्कमा ब्लड पाइन उहाँको ग्रुपको। अचानक किन चाहियो रे त ब्लड? उहाँको मुटुले राम्रोसँग रगत फिल्टर गर्न सकेको छैन रे, त्यही भएर तत्काल अपरेसन गर्नुपर्छ भनेर भन्नुभएको थियो डाक्टरले। अनि रगत खोज्न गयो। अनि मामु ड्याडी पैसा लिएर आइपुग्नु भएको छैन? आइसक्नुभयो, काउन्टरमा पैसा डिपोजिट गर्न जानुभएको छ। ए भनेपछि त अब अपरेसन हुन्छ होला है उहाँको, तर ब्लड चाहिँ कसरी ल्याउने होला? त्यो पिर नगर न, अहिले ड्याडी आउनुहुन्छ, सब ठिक भइहाल्छ नि। अब तिमी कमजोरी देखिन्छौ, हिँड केही खान। होइन मामु, मलाई भोक छैन, पहिला उहाँलाई ठिक होस् त्यसपछि खान्छु। ठिक हुने कहिले कहिले गएर खाए भइगयो नि, म यहाँ छँदैछु केही पऱ्यो भने। होइन मामु, बरु हजुरलाई भोक लाग्यो होला, हजुर गएर खानुहोस् न, म ठिक छु। छैन भोक लाग्यो, घरबाट नास्ता खाएर आयो कि जाँदा हुन्छ। ल हिँड जाऊँ। नाइ, मलाई भोक छैन, उहाँको अपरेसन होस् पहिला अनि त्यसपछि जाउँला। त्यसो नहुन छोरी, बिरामी मान्छेको सारमा लागेर पनि सधैँ मान्छेको कहाँ सारमा लाग्छ? हे मामु, खान्न भनेपछि खाना खान कि कति गडबड गर्नुभएको? हेर्नु न सम्धिनीज्यू, कहिले ठुलो स्वर नगर्ने मान्छे आज भोक लाएर होला ठुलो स्वरले बोल्दैछ भने। त्यही त के गर्नु के। डाक्टर साहब, उहाँको अपरेसनको लागि सबै पैसा डिपोजिट भइसक्यो। ए हो, that's good. ओके, उहाँको बिबीहरू चेक गर्नुहोस् त। डाक्टर साहब, उहाँको बिपी नर्मल छ। ए हो, उहाँलाई अपरेसन थिएटरमा लाने तयारी गर्नुहोस्, म उतै आउँछु। ओके डाक्टर।
हामी उहाँको अपरेसनको तयारी गर्दैछौँ, त्यसै के पनि भन्न सकिँदैन। तपाईँहरू धैर्य गर्नुहोस्, म अपरेसन थिएटरमै गइरहेछु। तपाईँहरूको त्यहाँ के पनि काम छैन। आफ्टर अपरेसन म तपाईँलाई इन्फर्म गर्छु। के चाहिँ गर्ने होला? यो सीताको फोन त अझै अफ छ। अब के गर्नु? हस्पिटल जाउँ भने घरमा आइपुग्यो कि घरमा जाउँ भने हस्पिटलमै छन् कि थाहै भएन। के गर्ने होला भगवान्? हस्पिटलभन्दा त घरै नजिक छ। पहिला घर जान्छु, अनि त्यहाँ छैन भने हस्पिटल जानु पर्ला। त्यही गर्नु पर्यो। मजा है बेबी। असाध्यै बेबी, अब त जीवनभर हाम्रो यस्तै दिन आउँछ। त्यो त हो, तर त्यो प्रकाशलाई ठिक भयो भने फेरि हे बेबी, यस्तो रमाइलो बेलामा अशुभ नबोल न। को हो? अब के गर्ने? सासु भनाउँदै आयो होली। के गर्नु त अब बेबी? यस गर्नु, यो सबै लुकाउनु। सीमा, त अचानक यहाँ कसरी? किन गलत समयमा आयो म? होइन त आउँदा के को गलत समय हुने हो र? ठिक छ, भन् के को लागि आइस? काम त केही पनि थिएन। सीताले फोन उठाइन, त्यही भएर घरमा छ कि भनेर भेट्न आएको। छैन, कोही पनि आएको छैन। म एक्लै घर पुग्नुपर्छ कि? एक्लै छेस् कि दुक्लै छेस्? त्यो त तैँले मलाई भनिराख्नु परेन। तैँले भन्न खोजे कि? तँलाई राम्रोसँग थाहा छ मैले के भनिरहेको छु भनेर। सीतालाई भेट्न आएको रहेनछ, म गएँ। मिलन, मिलन, सीमा गई आऊ। कतै त सीमालीसँग त गर्ने बेबी? गरिन् नगरिन् बालै भएन नि मलाई। त्यो जब प्रकाशलाई तल आउँदा 2 मिनट लागेन। त्यो के चिज हो र? मुख खोले कि गई। त्यो त हो बेबी। खाऊ न बेबी, त्यसले गर्दाखेरि मुडै खराब बनायो अलाछि मलाई। खान दिँदैन है? पच्चिस मामु धेरै बेर भइसक्यो त, कोही पनि निस्किँदैन त हेर्नु न। ठिक भइहाल्छ नि छोरी, नाच्यौ न। यत्रो बेर भइसक्यो, पैसा त सकिनु पर्यो। धेरै टाइम लाग्यो। कति टाइम लाग्यो? सकिनु पनि यतिसम्म त लास्ट टाउको दुखिसक्यो यार, कति बेर मामु ढिलो पो हुँदो रहेछ। सकेन होला? सकिनु पर्ने छोरी, खोइ त। अब सकिन्छ होला, पिट नगर। नाच्यौ न। त्यो ठिक भइहाल्छ नि। अपरेसन भनेको चिज पनि चाँडै तुरुन्तै हुन्छ त, एकछिन टाइम लागिहाल्छ नि। धेरै टाइम भइसक्यो। त्यही भए होइन, अब सकिने बेला भयो होला। नाच्यौ, ठिक भइहाल्छ नि। मेरो चाहिँ त ठिक
छ अहिले उहाँलाई? कङ्ग्रेचुलेसन, अपरेसन सक्सेस भएको छ। उहाँलाई नर्सहरूले अर्को वार्डमा सिफ्ट गर्दै हुनुहुन्छ। डोन्ट वरी, इट्स बी फाइन। थ्याङ्क यू सो मच डक्टर। थ्याङ्क यू। थ्याङ्क यू। मामु, ड्याडी। अपरेसन सक्सेस भयो। थ्याङ्क यू ड्याडी। हजुरले आज मेरो राम्रो भयो। थ्याङ्क यू। यो छायाको चालामाला ठिक छैन। यत्रो आफ्नै आँखाले देखेर आएँ। अब यो कुरा सीताको परिवारलाई भन्नु भने विश्वासै गर्दैनन्। नभनु, यस्तो कुरा थापै कसरी नभन्नु। हे भगवान्, मलाई बाटो देखाइदेऊ। मामु, उहाँको होस अझै आएन भने डाक्टर साहब आउनुहुन्न त? आउनु होला नि त, नआत्त्यौ न छोरी तिमी। त्यही त, तिमी पिर नगर न छोरी। बिचरीले कसरी पिर नगर्छ अङ्कल? उसको सर्वस्व नै बिनाजु हुनुहुन्छ। त्यो त हो, यसरी यिनले पिर गरेर ज्वाइँ ठिक हुनुहुन्न, उल्टै यिनको स्वास्थ्य बिग्रेला भन्ने पिर भइसक्यो मलाई। त्यही त भने, पिर गरेर नै निको हुने भइदियो भए हामी पनि सबैजना मिलेर पिर गरेरै बस्थ्यौँ नि। सुन्नुहोस् त, मिस्टर प्रकाशलाई होस आइसकेको छ। तर तपाईँहरूलाई मैले एउटा महत्त्वपूर्ण कुरा डक्टरको नाताले होइन, एउटा परिवारको नाताले भन्न खोजिरहेको छु। हामीले जति कोसिस गरे पनि उहाँलाई हामीले पहिला जस्तो नर्मल बनाउन सक्दैनौँ। मेरो 14 वर्षको एक्सपिरियन्सले यस्ता केसहरू थुप्रै छन् जुन कि वर्षौँ लाग्न पनि सक्छ। मेबी तपाईँहरूले यत्रो अफोर्ड गर्न सक्नुहुन्छ। यहाँ राख्न बाहेक हामीहरूसँग अरू के नै विकल्प छ र डाक्टर साहब? यदि हजुरहरूले अफोर्ड गर्न सक्नुहुन्न भने होम केयरबाट पनि फलोअप गर्न सकिन्छ। त्यो त कसरी होला डाक्टर साहब? यहाँ राख्दा म्याक्सिमम खर्च हुन्छ र तपाईँहरूलाई अफोर्ड गर्न समस्या होला भनेर मैले मेरो विचार राखिदिएको। बाँकी तपाईँहरूको विचार। लौ न मामु, अब के गर्ने? मैले देखेको चाहिँ डाक्टर साहबले भने बमोजिम नै गरौँ, ज्वाइँ साहबले घर लैजाउँ। कहाँ घर लाने ड्याडी? घर लगेपछि उहाँलाई केही तलमाथि भइहाल्यो भने? त्यस्तो केही हुन्न छोरी। समय समयमा डाक्टर साहबसँग कन्सल्ट गर्ने, समय समयमा औषधि दिने, ठिक भइहाल्छ नि। के कसो मिना? सही हो, म हजुरको कुरामा सहमत छु। बरु सम्धिनीजीको राय के छ पनि? मेरो नि केही छैन, तपाईँहरू सबैले के भन्नुहुन्छ त्यही ओके छु। सीता, सबैले राम्रै भन्नुभएको छ त, त्यसै अनुसार गर्नुहुन्न र? खै, म त के भन्नु? डाक्टर साहब, प्लिज के विचार गर्नुहुन्छ तपाईँहरूले? खै के भन्ने, मलाई त उहाँलाई यहाँबाट सिफ्ट गराउनै मन छैन। तर परिवारको कुरा पनि सुन्न पर्यो अनि आफ्नो अवस्था पनि हेर्दाखेरि हजुरले भनेकै कुरा ठिक होला जस्तो लाग्यो। ओके, म उहाँको डिस्चार्जको रेडी गरिदिन्छु। हजुरले हस्पिटलको फर्मेलिटी कुरा गरेर भन्न लाग्न सक्नुहुन्छ। खासमा उहाँको रिपोर्ट अब यदि आउट अफ डेन्जरमै छ जसमा अब समथिङ प्रोब्लम छ है। अनि यस्तो अवस्थामा घर ल्याउँदाखेरि रिस्की हुँदैन र डाक्टर साहब? नो नो, इट्स ओके, केही पनि हुँदैन। झन् त्यो राम्रो कुरा हो। तपाईँहरूले यहाँको भन्दा पनि बढी केयरमा गर्न सक्नुहुन्छ। र यदि इनकेस केही परिहाल्यो भने हामीलाई कल गर्न सक्नुहुन्छ। हामी तपाईँको सेवामा हुन्छौँ। प्लिज तपाईँ यसरी नगर्नुहोस्। तपाईँले यसरी हिम्मत हार्नुभयो भने उहाँको केयर कसले गर्छ? अनि अर्को कुरा, उहाँलाई ट्रिटमेन्ट र औषधिले मात्रै पनि हुँदैन। तपाईँले बस्नुहोस् न, उहाँलाई घरमा
र सबैको सपोर्ट चाहिन्छ मलाई। तपाईँले यसरी हिम्मत हार्नु भने कसरी हुन्छ? आफ्नो केयर गर्नुहोस्, नहार्नुहोस्। सीताजी प्लिज डोन्ट बी गेटिङ इमोसनल। सब ठिक हुन्छ। म तपाईँको विषयमा पनि गरिदिएको छु है। तपाईँ मलाई मान्न सक्नुहुन्छ। टेक केयर, हजुरको पनि केयर गर्नुहोस्, मलाई पनि केयर गर्नुहोस्। के गर्नु नि हामीलाई भन्नुहोस्। थ्याङ्क यू डक्टर। हजुरको पर्सनल नम्बर दिन मिल्छ? या ओके। त्यस्तो केही समस्या पऱ्यो भने एनी टाइम कल गर्न सक्छु नि है। स्योर 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 प्लिज।